प्योर काङ्ग्रो है काङ्ग्रो सुन्तला मकै पुरै फार्मै फार्मले चाहिँ यहाँ गाउँमा गर्नुहुन्छ सुन्तला रहेछ ओरेन्ज फार्म पनि रहेछ यहाँ चाहिँ मोकेबारी होइन मेज भइहाल्यो बाटो चाहिँ अब गाउँघरको यस्तै बाटो हेर्नु
सुन्तलाको मोटै मोटै छ। अवश्य अफ सिजन भइसक्यो अहिले चाहिँ होइन। अहिले यो मकैको सिजन छ अहिले। बाटो यस्तै छ हेर्नु। र अब पानी मजाले परिरहेछ अहिले होइन। अघि ठुलै पानी परिरहेको थियो। काङ्ग्रो घारी छ यहाँ चाहिँ। अब त्यो चाहिँ उठाएको बस्नु रहेछ। पानी अहिले कम भएको छ अहिले चाहिँ। यहाँ चाहिँ निकालो बाँस चाहिँ बनिँदैछ यहाँ चाहिँ। ड्राइभर कुखुराको मासु सबै यहाँ। अब हामी फर्किने भन्थ्यो किन जानु पर्यो त। यो चाहिँ मल हो सबै होइन। मल हो सबै यसमा चाहिँ। त्यही भएर यतातिर चाहिँ सब अर्ग्यानिक पाउँछ होइन। त्यस्तो पेस्टिसाइडहरू मिसाएको हुँदैन। फलमा खेती गरेर होइन। सुन्तला भयो होइन। पाइने हो घुर्दा नगर्नु सबै फ्राई गर्नु सब फ्राई भन्दै अहिले हेर्नु हेर्न चाउमिन भन्दा पिरो नगरिकन बफ
एक प्लेट बफ म चाउमिन भन् तिरो नगरिकन नौजीबाट यो उता खोपासी जाने बाटोको लेफ्ट साइडबाट आउँदाखेरिमा यहाँ तपाईँको भीम खोला साइडमा चाहिँ तपाईँको आएको छ होइन। यहाँ चाहिँ तपाईँको यो फुलचोकी टाउट माछा चाहिँ एकदम राम्रो छ। अब अन्त पनि राम्रो छ, तर यहाँ चाहिँ तपाईँको फुलचोकीमा चाहिँ एकदम राम्रो छ है। यहाँ चाहिँ तपाईँको चाहिँ टेस्ट पनि छ, राम्रो पनि छ, त्यही भएर हेर्नु न यहाँ मान्छेहरू पनि डनमा छ। यहाँको माछाहरूको टेस्ट छ क्या। पानी पनि एकदम सङ्लो पानी छ यहाँ चाहिँ। बाहिर पकाउनेको चाहिँ मलाई अलिकति फ्रेसै लागेन पानी चाहिँ, पानी पनि धेरै सुकेको छ होइन। तर यहाँ तपाईँको चाहिँ अब यो पनौती साइडतिर, यो ठाडो बाटो साइडतिर भित्र अझै यो गाउँ घरतिर पऱ्यो कि त्यो पानी पनि तपाईँको मुहान माथिबाट आउँछ क्या तपाईँको डाइरेक्टै। पानी ट्याङ्करबाट गर्ने यताउति गर्ने भने सिधै डाइरेक्टै पानी माथिबाट मुहानबाट आउँछ क्या तपाईँको यसरी। अनि त्यही भएर डाइरेक्टै अनि यो पानी फेरि तपाईँको यता खोला साइडमा जान्छ, यो खोला साइडमा भइहाल्यो। अनि यहाँ तपाईँको पानी मात्रै हेर्नु, पानी यति सङ्लो छ कि यो माछालाई जति सङ्लो पानी भयो त्यति राम्रो हुन्छ क्या। यहाँ चाहिँ पानी एकदम सङ्लो छ। यो पानी डाइरेक्टै माथिबाट आएको पानी पनि मान्छेले खान मिल्छ क्या, खानीयुक्त पानी हो क्या यो तपाईँको। माछा टन्नै छ, त्यही भएर यसको टेस्ट पनि राम्रो हुन्छ भन्छ, अर्ग्यानिक छ भन्छ होइन। सो पन्ध्रतिर आउनुभयो भने यहाँ चाहिँ तपाईँको फुलचोकी रेम्बो टावर फार्म छ होइन। हजुरहरूले कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ यहाँ चाहिँ आयो भने चाहिँ है। नम्बर पनि यहाँ छ है। यहाँ आउँदाखेरिमा कल गरेर आउँदा पनि भयो है। पानी मजाले परिरहेको छ यहाँ है, सिमसिम पानी परेर ठुलै पानी पऱ्यो भएदेखि बसेको। त्यो पानी परेको अनुसारमा यहाँ बस्दाखेरिमा चाहिँ अब यहीँ बस्ने कुरा भएको भएर यहाँ पानी पनि एकदम सफा छ होइन न, पुरै हुस्सु लगाइरहेको छ माथितिर। अब उता काठमाडौँतिर यस्तो गर्मी छ अहिले, हिजो पनि गर्मी थियो, तर हामी यो गाउँ साइडतिर आउने बेला चाहिँ एकदम भीम खोला के भन्दो रहेछ एकदम जाडो क्या। यहाँ त हुस्सु लगाइरहेको छ पुरै हेर्नु न। यहाँ चाहिँ अर्ग्यानिक तपाईँको के अरे औली सौली आलु सालु सब रोप्ने रहेछ यहाँ चाहिँ होइन। त्यही भएर यहाँ चाहिँ एकदम राम्रो छ, बस्न पनि छ, खाना ढेँडो सेडो सब पाउँछ यहाँ चाहिँ होइन। यहाँ चाहिँ तपाईँको फ्रेस यो पस्सी सब्जी सब पाउँछ यहाँ चाहिँ होइन। हातमा पकाउने भयो यहाँ चाहिँ सब, यो लसुन ससुन सब अर्ग्यानिकै भयो क्या यहाँ चाहिँ। स्पेस पनि ठुलै छ यहाँ, माथि बस्नु पनि भयो, पुरै हुस्सु लगाइरहेको छ हेर्नु न। यहाँ ढेँडो खानादेखिबाट सब अर्ग्यानिक पाउँछ यहाँ चाहिँ।